एकछिन यो देखाउन भनेर हामी चाहिँ छौँ यता हेर हामी चाहिँ कहाँ जान लाग्यो मामा घर जान लाग्यो अब रेडी भएर पनि बजार आइपुग्यौँ लगभग हामी चाहिँ 4-5 घन्टा लाग्छ अब बाटोमा चाहिँ अब देखाउँछौँ कस्तो छ होइन जाने बाटो कोइलाबासदेखि गरेर उता तुलसीपुर सुसिया हुँदै हामी जानेछौँ उता भौवा नाका अहिले चाहिँ हामी दाङको घोडाईदेखि जान लागेको इन्डियातिर पुगेर उता कता कता गरेर आउने फेरि दाङकै ठाउँ हो त्यो दाङ जिल्लामै पर्छ त्यो ठाउँ त्यहाँ जाँदैछौँ हेरौँ आज के कस्तो हुन्छ रमाइलो होइन हाम्रो म्याडम पनि आइसक्यो फाइनली अघि चाहिँ मेरो हेलमेट थिएन अहिले चाहिँ हेलमेट पनि किनिसक्यो हिजो चाहिँ मेलामा चोरी भयो होइन हेलमेट काम चलाउ हेलमेट भए पनि किन्यो अब चाहिँ हावा पनि भरियो पेट्रोल पनि हाल्यो अब चाहिँ हामी हिँड्छौँ ल बाटोमा देखाउनेछौँ चल्यो फाइनली चल्यो हेलो गाइस अहिले चाहिँ जाम खुलिसक्यो फाइनली हामी जाम परेर यहाँ पुलिस होइन बाबु एम्बुलेन्स यस बेबी चाउचाउली त्यसपछि माथि हेर्न लाग्छौँ ल म चाहिँ अब चाउचाउ किन्छु है फाइनली गाइस हामी चाहिँ अहिले लमै बजारमा आइपुग्यौँ धेरैजनामा गाह्रो छ ओह्रालोमा झर्दाखेरि माथि अलिकति ढिलो भइहाल्यो लगभग 35 देखि 40 मिनट लागिहाल्यो घोडाईदेखि लमै आउन त्यो सिङ्गल भाइ चाहिँ अलिक छिटो हुन्थ्यो कति पर्यो हाँ 400 कति खाने हेर्ने हामी चाहिँ अहिले पानी भर्दैछौँ अब केहरू बाइकको ब्रेक तात्तिने समस्या छ हामी चाहिँ यो कोइलाबासको माथि डाँडा हो गडदेखि अगाडि होइन गइरहेछौँ गर्मी छ होइन आज चाहिँ हाम्रो बाटो चाहिँ आज होइन जहिले पनि जन्म गर्दाखेरि यस्तै हो झ्याप हुन्छ यो चाहिँ राम जानकी टेम्पल जो यस्तो छ होइन यहाँबाट यसरी हेर्न सक्यो यता अरू जेउस गाउँहरू छ यता बजार यो यता छ बजार यो रुखहरूले छेकिरहेको छ यहाँदेखि चाहिँ अनि यतातिर बस्ती छ सानो सानो गाउँ हामी चाहिँ यसो एकछिन डाँडामा बसेको अनि फाइनल गाइज हामी चाहिँ कोइलाबास आइपुग्यौँ हेर्न सक्नुहुन्छ कोइलाबास बजार होइन यही हो गेट चाहिँ पारी होइन कोइलाबास गेट यही हो होइन चेकिङ हुन्छ नास्ता खाइरहेछन् टोलीहरूले फाइनली हामी चाहिँ चेकिङबाट पनि हेर्न सक्नुहुन्छ यस्तो रमाइलो छ माहौल यहाँदेखि लगभग 24-25 किलोमिटर जाँदैछौँ इन्डियाको
इन्डियाको दिलचुपुर चोकैमा यहाँ हल्का निर्माण कार्य भइरहेको थियो अस्ति न अहिले चाहिँ कस्तो छ है ए अहिले चाहिँ लगभग पुग्न थाले रहेछ रिङ रोड हामी चाहिँ छौँ यही सर लाएर गर्मी छ धेरै तुलसीपुरमा आएपछि त्यसलाई अब गाडी देख्न पाइन्छ है जाम छ अघिदेखि जाम भयो यहीको लागि जाने हो एकछिन देखाउनु भनेर हो हेलो गाइज हामी चाहिँ देवीपाटन तुलसीपुर मन्दिरमा छौँ दिदी उसको दिदी भेना हराइहाल्नु भयो कता हराउनु कता हामी यहाँ आएर वेट गरिरहेको छौँ यहाँ खोज्यौँ भित्र मन्दिरमा होइन मेला लागिरहेछ खोज्यौँ भेटिनु न अब के गर्ने जाने कति बस्नु नि भित्र गएर यताउता हेरेँ त्यहाँ पार्किङमा कहीँ भेटेन भेटेपछि अलि राम्रो होइन भने के अन्त अब कता जानुभयो कता फोन आएन भने फोन लाग्दैन नेपाली सिमले काम गर्दैन त्यही हो फाइनली गाइज हामी चाहिँ घर आइपुग्यौँ घर आइपुग्यौँ नाना सानो हिरो यस्तो अरे